ए हजुरको ए आँगनीमा ए लिएर आयो ए रमाइलो गर्न ए लड्दै पढ्दै ए लाएर आयो ए अँधेरी रात ए समय हात ए औँसीको रात ए आइपुग्यौ हामी ए खाइसक्यौ हामी ए रातो माटो ए चिप्लो बाटो ए लड्दै पढ्दै ए आइपुग्यौ हामी ए अँधेरी रात ए समय हात ए हजुरको ए आँगनीमा ए देउसी खेल्न ए रमाइलो गर्न ए आइसक्यौ हामी ए खाइसक्यौ हामी ए झिलिमिली झिलिमिली ए झिलिमिली झिलिमिली ए पेटको झिलिमिली ए आकाशमा हेर ए ताराको झिलिमिली ए धरतीमा हेर ए फुलको झिलिमिली ए फुलको होइन ए बत्तीको झिलिमिली ए आजको दिन ए यहाँ पो यहाँ ए भोलिको दिन ए कहाँ पो कहाँ ए पुर्खाको चलन ए गर्दैछु पालन ए पुर्खाको रीति ए मनाउने पर्ने ए चलाउने पर्ने ए रीति र प्रीति ए मान्नै पर्ने अम्बिका भगवान् अलि ठुलो छ भन्नु न बिन्दा हेलो झिलिमिली खोइ त मेरो त अनुहारै देखिँदैन हेलो सानी हेलो अझै हुनुहुन्छ आदरणीय दिदी भाउजू बहिनीहरू हामी देउसी भैलो खेल्न आएको हो नै हो हो नै हो ह्यापी सबैजनालाई ह्यापी त्यो त्यो बत्ती ब्याट्री हल्लिन्छ सानो सुनिन्छ क्या पूजा गर्छ ल डल्दा आउनु है उहाँले फुल दिनु त्यही हो म त आफै लाउँछु रात टेका यहाँ पो छ त आफै लाउने मात्रै कि बुवा लगाइदिने नानीलाई हौ ए अब त आफै लाउँछु जय भगवान गणेश माता लक्ष्मी माता सरस्वती माता फुल पनि दिन त्यसै हामी परमेश्वर भगवान यो अधुरो पढाइ भएको छ राम्रोसित होस् दिएको कुरो चित्त कपुगोस् भन्नुहोस् अब खाजा डरसँग खानु पर्यो खाएर जान्छु रोटी ल्याए नानी तताएर किन ए खाजा खान्छु नि मेरो सातो पनि खाइसक्यो एभोका पनि किनिसक्यो डल्लीको अलि चेपी लिएको अहिले देखिहाल्नु
आइज डल्ले हेलो साथीहरू हामीले चाहिँ यहाँ बनाइसक्यौँ बल्ल बल्ल यसरी भित्र हाम्रो चाहिँ पूजा सुरु हुनु आँट्यो साथीहरू बाल्दैन पर्ने यता छु म चाहिँ बुवाले सुरु गर्न आँट्नु भएको छ पूजा चाहिँ यता चाहिँ आमा हुनुहुन्छ यही त होला धुप है धुप आमा बालेको छु बालेको छ त भइहाल्यो त धुप त मुठैमै बाल्नुपर्छ त आज त मालदेउ त्यही छ सानो खालको खेवाहरूले मुठाइ त भोक पर्छ चाहिँ मुठै भनेर नि चारवटा देखो टिका मुसेको त उहाँ के त हो टिका मुसिदिएको छु अँ, पहिले एउटा छर्किनै पर्छ जय सरस्वती माता जय गणेश माता रक्षक परमेश्वर लक्ष्मी माता बत्ती बाल्दै गर्नु के गर्दै गर्नु कोही त पैसा राख्नु भएन त पैसा राखिसकेको छु लुकेको छ हामी 100 रुपियाँ राख्छु मूर्ख धन सम्पत्तिमा पनि त्यस्तै भयो माग्छौँ खान्छौँ लक्ष्मीले पनि सुबास गर्दैन भयो भयो त्यसै भन्दै यो चाहिँ कहाँ राख्नु 82 सालको भगवानको नाम यति लिन्छौँ हामी दुःखी छौँ भनेर सुलो भन्दै एउटा टिका लगाइदेऊ गणेशलाई गणेश 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 ऊ, ए यहाँ पो छ त गणेश त्रिशूल पो छ त के गर्छ झिलिक झिलिक नगर्दैन आँखै चोकिएछ खै मेरो त सुन चाँदी पनि छैन राख्नुपर्छ नि त्यही पैसा देउसे भल चाउँदैन ल म त पैसा निकालिन है तिम्रो चाहिँ साह्रै निकाल सिधा बस्नु न अहिलेसम्म छिटो जान्छ रमाइदिएन जतिजनामा आज जम्छ कि त्यतिजनाको तरिकाले जतिजना जति मासु त्यति पिस यता 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 चाहिँ किन भएर दिन्छु ती कहाँ प्रोग्राम हुँदो रहेछ जाउँ न हामी पनि प्रोग्राम हेर्नु ज्ञानी हुनु राम्रोसँग पढ्नु अरे आज अहिले मलाई बिहान दिइसक्यो है रिस उठेको छ हौ मेरो नयाँ कपडा अझै म फोर्छ मामु बरु फोर्ने हुनुपर्ने है बटले गर्नु न कसरी राख्नु पानी हाल्नु न हुन्छ भाग्य मानी भन्यो होइन कस्तो गर्नु भएन नि फुल त रोके मलाई लगाउनु आउँदैन यसो यसो
पानी हालिदिनु सेतोमा पर्दैन यसरी लगाइदिने सेतो सेतो पर्दैन सेम रातो हालिदिन्छु ल आफ्नो मर्जीलाई हालिदिन्छु के पहिला एउटै नजाऊ है ए पानी भएन रातो भयो भयो नानी त्यही बनाइन्छ होला चाहिँ यसले यहाँबाट त म त यसले टक्क लगाइन्छ ल योसँग कहाँ लगाइदिएको उयो लगाउनु कपालमा लगाएको मेरो त अहिले कुटेको फेरि चल्दैछ है ढाडो पोर पानी पर्छ फर्स्टमा छरिदिनु न हो चामलले चामलले चल्नु अहिले टाउकोभरि लाग्छ मेरो हो र छर्किदिएला मामु अहिले यसले यस्तो धुलो हान्छ है टाउको पुरै कपालमाथि लागिरहेको छ नि मामु दिदीलाई पनि टिका लगाइदिनु न अहिले दिदी त म त लाउँदिनँ टिङ्गु